गृहमन्त्री सुदन गुरुङको यो अभिव्यक्ति सुनेर म चाहिँ छक्क परेँ है साथीहरू। गृहमन्त्री सुदन गुरुङ चाहिँ आफ्नो निर्वाचन क्षेत्र गोर्खा पुगेर मतदाताहरूसँग कुरा गर्ने क्रममा चाहिँ त्यहाँ कसैले चाहिँ यस्तो भएन त्यस्तो भएन, तपाईँले यस्तो भन्नुभएको थियो, यस्तो भएन, यो गर्नु भएन, त्यो गर्नु भएन भन्ने कुराहरू सोधिसकेपछि चाहिँ गृहमन्त्रीज्यूले चाहिँ यसो भन्नुभएछ कि तपाईँहरूले 4 महिनामै यस्तो हुन्छ त्यस्तो हुन्छ भनेर सोच्नु भएको छ भने कृपया तपाईँहरूले आफ्नो भोट फिर्ता लानुहोला, 4 महिनामै यस्तो काम हुन सक्दैन भनेर भन्नुभएछ। यो कुरा चाहिँ अहिले माध्यमहरूमा चाहिँ सामाजिक सञ्जालमा जतासुकै आइरहेको छ साथीहरू। तर उहाँले भनेको कुरा केही हदसम्म ठिक पनि हो, किनभने चौतर्फी आलोचना भइरहेको छ बालेन सरकारको अन्तर्राष्ट्रिय राष्ट्रिय सबै हिसाबमा। तर यस्तो कुरा गर्नु चाहिँ सुदन गुरुङज्यूले यस्तो कुरा गर्नु चाहिँ गलत हो है साथीहरू। किन भन्दाखेरि यति 4 महिनामा अहिले गृहमन्त्रीज्यू यसरी आत्तिएर हुन्छ, किनभने उहाँले त 5 वर्ष सरकार चलाउँछ, 5 वर्षमा काम गर्न सक्नुहुन्छ, यसरी गर्छु भनेर भन्नुपर्ने ठाउँमा यसरी तपाईँहरूको भोट फिर्ता लानुहोस् भन्ने कुरा चाहिँ यो चाहिँ सही भएन जस्तो लाग्यो है साथीहरू। मलाई चाहिँ तपाईँहरूलाई के लाग्यो कृपया कमेन्ट गर्नुहोला।